राष्ट्रिय स्वतन्त्र पार्टीले यसको मूल्य कसरी चुकाउने भन्ने विषयमा त्यसैका लागि 2/3 बहुमत दिएको घण्टीलाई जति पनि विदेशमा बसिरहेका व्यक्तिहरू छन् नि उनीहरूको हात छ। नमस्ते, अविनाश सिन्धोक। अहिले रासोपाले जसरी 2/3 बहुमत ल्याउने पक्का-पक्की भइरहँदा यसको सबैभन्दा श्रेय यो ल्याउनुको पछाडि हात कसको छ भन्नुहुन्छ भनेपछि जति पनि विदेशमा बसिरहेका व्यक्तिहरू छन् नि उनीहरूको हात छ। कसरी म भन्छु, यो भिडियो सकेसम्म राष्ट्रिय स्वतन्त्र पार्टीका व्यक्तिहरूले बुझ्नै पर्छ र मनन पनि गर्नुपर्छ र सेयर गर्नु होला जो जो स्वतन्त्र पार्टी घण्टीमा आबद्ध व्यक्तिहरू हुनुहुन्छ। किनभने जति पनि अहिले बहुमत ल्याउने या 2/3 बहुमत ल्याउने बनाएको भने विदेशमा भएका व्यक्तिहरू, किन विदेशमा भएका व्यक्तिहरूले देशमा भएको व्यतिथिलाई राम्रोसँग बुझ्न सक्छ। किनभने यहाँ विदेशमा आइसकेपछि नेपालको बारेमा अलि राम्रो कुराहरू, अलि धेरै कुरा जिज्ञासा हुन्छ। त्यसकारण विदेशमा बसेका व्यक्तिले सकेसम्म हरेक व्यक्तिले घण्टीमै भोट हाल्नका लागि आफ्नो घर परिवारलाई दबाब दिएकै हो। यसमा दुई मत छैन। केही छिटपुटले दिएनन् होला, तर अधिकांश व्यक्तिहरूले अहिले घण्टीमा भोट हाल्नै पर्छ भनेर दबाब दिएकै थिए। त्यसकारण मात्रै यो सम्भव भएको हो। नेपालमा बसेका व्यक्तिले भोट हालेका हुन् भन्नु अलि उचित होइन। नेपालमा बसेका व्यक्तिले किन भोट हाले भन्दाखेरि जति पनि विदेशमा बसेका व्यक्तिहरू छन् उनीहरूले दबाब सिर्जना गरेका हुन्। हो, नेपालमा माहौल बनाइएको थियो, यसमा दुई मत छैन। त्यो माहौल बन्नुको साथसाथै विदेशमा भएका व्यक्तिले स्पेसल्ली उनीहरूले दबाब घरमा दिएकै थिए। हामीले राष्ट्रिय स्वतन्त्र पार्टीले यसको मूल्य कसरी चुकाउने भन्ने विषयमा जसरी हामीले अहिले भोट घण्टीले हाल्नुपर्छ भने दबाब दिएका छौँ विदेशमा बसेका व्यक्तिहरूले, अब राष्ट्रिय स्वतन्त्र पार्टीले के गर्नुपर्छ भन्दाखेरि जति पनि विदेश जाँदा सहजता हुन्छ त्यसलाई एकदमै अझ सहजता बनाउनु पर्यो। विदेशबाट आएपछि स्पेसली विदेशबाट आएका व्यक्तिलाई के छ त, किनभने विदेशबाट आएका व्यक्ति दुईटा काम गरिदियो। अब रेमिटान्स पनि पठाउँछौँ र देशलाई तिमी केही गरेर देखाऊ भनेर भोट पनि दिएका छन्। त्यसैले हामीले बुझ्नुपर्ने कुरा हो। र राष्ट्रिय स्वतन्त्र पार्टीले अब विदेशमा भएको व्यक्तिलाई, विदेशमा जाने व्यक्तिलाई सहजता कसरी हुन्छ, एयरपोर्टमा वेलकम कसरी हुन्छ र एयरपोर्टमा बिना कुनै झन्झटले हामीले आरामदायी तरिकाले जान पाउँछौँ कि पाउँदैनौँ, यो सहजता, यो अनुभूति दिलाउनु पर्छ। त्यसैका लागि 2/3 बहुमत दिएको घण्टीलाई र सबैले बुझ्नै पर्ने कुरा हो यो। थ्याङ्क यू।